सम्पूर्णमा नमस्कार। म दीपक लामिछाने। आदरणीय दर्शक महानुभावहरू, आज पनि यहाँलाई हार्दिक स्वागत गर्दछु। आज भने हामीले तपाईँलाई एउटा संस्थाको अध्यक्ष भएर कुनै पनि कार्यक्रममा बोल्दा कसरी बोल्ने अथवा धन्यवाद ज्ञापन कसरी दिने यो विषयमा जानकारी दिनको लागि उपस्थित भएका छौँ। त्योभन्दा पहिला चाहिँ हाम्रो यो पेजलाई, यो च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्, कमेन्ट पनि गरिदिनुहोस्। हाम्रो युट्युब च्यानल पनि छ, टिकटक च्यानल पनि छ, अनि तपाईँले जुन हेर्नुभएको रिल्समा पनि हामीले राखिरहेका छौँ। यहाँले यति धेरै हामीलाई माया गर्नुभएको छ र आज मैले तपाईँले धेरैजनाको एउटा माग भनौँ न, स्टेजमा मैले गएर कार्यक्रममा म संस्थाको तर्फबाट धन्यवाद ज्ञापन कसरी दिने, कार्यक्रम समापन कसरी गर्ने भनेर सोध्नु भएको थियो। त्यो भएर आज त्यसको सर्टकटमा जानकारी दिन उपस्थित भएको छु। पहिलो नम्बरमा चाहिँ आयोजक संस्थाबाट धन्यवाद दिँदा उद्घोषकले भनेको कुरालाई हामीले ध्यान दिनु पर्यो। आजको यस कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। उपस्थित सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन सहित कार्यक्रम विसर्जन गरिदिनको लागि यसै संस्थाका अध्यक्ष अर्थात् यस कार्यक्रमका सभाध्यक्ष डडरज्यूलाई हार्दिक अनुरोध गर्दछु। यो शब्दले नै बोलेको छ भनेको तपाईँले एउटा संस्था, आयोजक संस्थाबाट कुनै पनि कार्यक्रम आयोजना गर्नुभएको छ र त्यो कार्यक्रममा तपाईँले धन्यवाद ज्ञापन र कार्यक्रम विसर्जन गर्नुपर्दा 1 2 3 4 5 मात्रै सर्टकटमा म जानकारी दिन्छु र विस्तृत चाहिँ तपाईँले युट्युबमा गएर पनि हेर्न सक्नुहुनेछ। र 1 नम्बरमा छ सम्बोधन, दोस्रोमा तपाईँले जानकारी हुनु पर्यो हाम्रो निम्तोलाई स्वीकार्य यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु भएकोमा यहाँहरू सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु भन्नु पर्यो। तेस्रोमा संस्थाको केही अलिकति भावी प्लानिङ केही छ भने त्यो भन्नु पर्यो। चौथो नम्बरमा तपाईँले याद गर्नु पर्यो संस्थाको प्लानिङ सँगसँगै आजको कार्यक्रमको उद्देश्यमा केन्द्रित भएको भएन, यसको चाहिँ एउटा समर हुन्छ नि, सारांशमा तपाईँले थोरै कुरा भनिदिनुहोस्। अर्को नम्बरमा भनेको चाहिँ हाम्रो प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यूहरूले बोल्नुभएका शब्दहरू, प्रतिबद्धता कुराहरू, सहयोग गर्ने कुराहरूप्रति चाहिँ उहाँले इन्डिभिजुअल रूपमा धन्यवाद दिनुहोस्। र अर्को नम्बरमा भनेको चाहिँ त्यो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रत्यक्ष अप्रत्यक्ष सम्पूर्णमा यहाँले धन्यवाद दिनु अनि सँगसँगै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुहोस्। यसरी चाहिँ एउटा सभापति वा सभा अध्यक्ष वा अध्यक्ष एउटै कुरा हुन्, उहाँले बोल्दाखेरि चाहिँ यति कुरा ध्यान दिएर बोल्नुभयो भने धेरै राम्रो हुन्छ। तर बोल्नुभन्दा अगाडि चाहिँ यहाँले याद गर्नुहोस्, तयारी गरेर जानुभयो भने धेरै सजिलो हुन्छ। हस् त, मैले आज यति विषयवस्तु बारेमा जानकारी दिएँ। विस्तृत चाहिँ तपाईँले युट्युबमा गएर हेर्न सक्नुहुनेछ। @दीपश्री पब्लिक स्पिकिङ सर्च गर्नुभयो भने मजाले धेरै भिडियो पाउनुहुनेछ। हस् त, धन्यवाद, नमस्कार, शुभ पल।